हेलो एभ्रिवान, वेलकम टु माई अनदर ब्लग। अनि चाहिँ आज चाहिँ हामी हाम्रो परिवार सबैजना नेपालको 3वटा पवित्र चैत्य यानि स्तूप दर्शन गर्न जाने। अहिले चाहिँ हामी आएको छौँ नमोबुद्ध पहिला, त्यसपछि हामी जानेछौँ स्वयम्भू र अन्तमा हामी बौद्धको चैत्य दर्शन गर्नेछौँ। अहिले चाहिँ हाम्रो यता हाम्रो गुरु ठाकुर रिम्पोछेको गुम्बाबाट यसो क्रस गर्दै जानेछु। अब चाहिँ हामी यता आएको छ, जुन उता भएको त्यो ठाउँ चाहिँ जहाँ बोधी सतुवा उहाँले अब उहाँको शरीर दान गर्ने ठाउँ हो। अनि यहाँ चाहिँ जुन बाघको बस्ने ठाउँ चाहिँ यो भन्दो रहेछ। अहिले चाहिँ हामी यहाँ आएको छु। यहीँ गरौँ दाइ। हजुर अहिले चाहिँ हामी यता लुङतहरू त्यो छ गर्दैछ। मुनि दायाहरू मुनि गएको छ। अब जनाजना हाम्रो यहाँको कार्यक्रम सकियो। अब यता खासै यहाँ 4वटा ने रहेछ होइन। जुन एउटा चाहिँ उहाँले अब बोधिसत्व सेन्जेन छेम्पो उहाँले जुन आफ्नो शरीर दान गर्नुभएको ठाउँ र एउटा यहाँ चाहिँ अनि जुन यो बाघको माउको अब त्यो बस्ने घर भन्छ नि गुरु हो त्यो रहेछ। अनि मुनि चाहिँ अब जुन उहाँले शरीर दान गरिसकेपछि आफ्नो शरीरको जुन हड्डीहरू तिनीहरूको राखेर एउटा स्तूप बनाएको रहेछ हो त्यो। अनि त्यो माथि फेरि एउटा छिर्दैन रहेछ, त्यसको फेरि यस्तो केही त्यहाँको वस्तुहरूको के लिएर चाहिँ त्यहाँ राखेको छ भन्दो रहेछ। त्यो 4वटा रहेछ। हामी 2वटा दर्शन गरिसक्यौँ। अब 2वटा दर्शन गरिसकेर अब हामी गुम्बाको पनि दर्शन गरेर हामी फर्किनेछौँ। यो चैत्य चाहिँ अनि सानो हाई भन्नु। हाई भ्लग। हेलो लासु डसले लासो अनि लासो 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 आछा लासो ल। अब चाहिँ हामी यता गुम्बाको दर्शन पनि भयो अनि यता जुन भयो सबै सक्यो। अब हामी फर्किँदैछौँ। अब यहाँदेखि हामी स्वयम्भूनाथ
दर्शन गर्न जाने त्यहाँदेखि लास्टमा बौद्ध दर्शन गर्ने त्यहाँदेखि आजको हाम्रो सकिन्छ अब चाहिँ हामी यता खाजा खान लागेको त्यहाँबाट खाजा लिएर आएको खाजा खाने अवस्था अब चाहिँ भने हामी यता शम्भुनाथमा आइपुगेको छौँ यो तीर्थस्थलमा अब चाहिँ हामी यहाँको
स्वयम्भूनाथको दर्शन गरेर अब फर्किँदैछु। यहाँको दर्शन पनि धेरै राम्रो भयो। आजको दिन धेरै नै राम्रो भयो। अब हाम्रो टिम यहाँदेखि फर्किँदैछु। हामी चाहिँ बेलुका बेलुका यता अब बौद्धनाथको दर्शन गर्दैछु। भर्खर आइपुगेको यता। अनि अब आजको चाहिँ हाम्रो यता छोडेन नामसुन दर्शन चाहिँ राम्रो भयो। अनि यो चाहिँ हाम्रो लास्ट डेस्टिनेसन हो। अब यो दर्शन गरिसकेपछि सकियो। टाइम लाग्छ